स्यामसुङ ट्याबको डिस्प्ले चेन्ज भएपछि कस्तो हुन्छ भन्ने कन्फ्युजनमा हुनुहुन्छ या फिर राम्रो क्वालिटी आउला नआउला भन्ने टेन्सन लिनु भएको छ। त्यस्तो छ भने टेन्सन नलिनुहोस्, पुष्पा इलेक्ट्रोनिक्समा लिएर आउनुहोस्। हामीले चेन्ज गर्छौँ एकदमै राम्रो क्वालिटीको डिस्प्लेहरू होइन। तपाईँको डिस्प्लेहरूमा कुनै पनि प्रब्लम आउँदैन। हामीले प्रपर चेक गरेर डिस्प्लेलाई एकदम राम्ररी चेक गरेर सकेसम्म जति धेरै राम्ररी चेक गर्यो, जति धेरै टाइम दिएर चेक गर्यो त्यति राम्रो फिनिसिङ निस्किन्छ। किनभने तपाईँको अब आज फिट गरेर पठायो, हतारमा फिट गरेर पठायो, भोलि फेरि दौडेर आउनु पर्यो भने नमजा हुन्छ नि त। त्यही भएर तपाईँको अब कुनै पनि मोबाइल तपाईँको स्यामसुङ ट्याब मात्रै होइन स्यामसुङको अथवा एन्ड्रोइड जुनसुकै ब्रान्डको होस्, आइफोन होस् होइन, तपाईँको डिस्प्लेहरू चेन्ज गर्नु पर्यो भने तपाईँको ढुक्क भएर लिएर आउन सक्नुहुन्छ। किनभने हामीले दिन्छौँ बेस्ट भन्दा बेस्ट क्वालिटी। त्यति मात्रै नभएर हामीसँग विभिन्न पार्ट्सहरू पनि उपलब्ध हुन्छ, जस्तै ब्याट्री भयो, मोबाइलको अरू कम्पोनेन्टहरू भयो। त्यस्तै तपाईँको मोबाइलको लागि कभर चाहियो भने कभर, ग्लास, त्यस्तै नयाँ मोबाइल चाहिन्छ भने नयाँ मोबाइल पनि हामीमा उपलब्ध हुन्छ। साथै हाम्रोमा किस्तामा मोबाइलहरू पनि उपलब्ध हुन्छ। हजुरलाई कुनै मोबाइल किस्तामा चाहिन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ। साथै हाम्रोमा सट्टापट्टा पनि गर्ने भएर तपाईँको पुरानो बिग्रेको फाल्नुपर्ने मोबाइलहरू छ भने हाम्रोमा सट्टापट्टा गर्न पाइन्छ। त्यही भएर नझुकिनु होला, सिधै लिएर आउनु होला पुष्पा इलेक्ट्रोनिक्स एन्ड सर्भिस। हाम्रो लोकेसन रहेको छ चाबेल केएल टावरको जस्ट अपोजिट, चाबेल चोकबाट बौद्ध जाने बाटोमा। ठ्याक्कै गनेर आउनुभयो भने 20 देखि 30 वटा बिल्डिङ भित्र आउनुभयो भने ठ्याक्कै देख्नुहुन्छ केएल टावर मल। त्यो केएल टावर मलको जस्ट अपोजिट औषधि पसल सँगैको मोबाइल पसल हो। धन्यवाद।